सय गलेर मरियो। ओफ, हत्तुदेखि हरान 3 परा नै भइयो। बाइकको टायर नाचेरै नाचेर मलाई चाहिँ गलाको हो खासमा। सय कोही छैन, एक्लै लाटा जस्तो हो। यस्तो ठाउँमा भ्लग गर्नु अति मजा के। सय कुन ठाउँ आइपुग्यो? सो फाइनली देख्न सक्नुहुनेछ, याक आयो, याक मासला गल्यो। रमाइलो छाती फुट्ने रहेछ ल उस्तैको चाहिँ। बाटो चाहिँ यस्तो अप्ठ्यारो छ नि गाइज। एनएक्स बाइकहरू चाहिँ कसम चाहिँ आउँदैन भनिदिएको मैले चाहिँ। हुइली हान्दै आएको कति ठाउँ त आफै। म यहाँ खिचिसकेर पानी पनि आयो कि हल्का, अनि निस्किनु लागेको माथि छिन्तापु डाँडातिर। अब हेरौँ है त, म छिन्तापुको पुग्छु अब चाहिँ। सो यताको भ्यूहरू चाहिँ खतरा खिचिसकेको छौँ हामीले। सो त्यही नि हो हामीले, होइन मैले। सो त्यही नि हो, लागे लागे गरेर अब चाहिँ म लागे छिन्तापुतिर। फिलहालको टाइम भनेको तपाईको कति भयो? 1 बज्यो। अलिक 1 साढे 1 तिर चाहिँ पुग्ने रहेछ क्या। अनि 2-3 बजी चाहिँ फर्किनु पर्ने हुन्छ म। सो यहाँबाट चाहिँ कति पनि छैन अगाडि। सन्दकपुर जाने बाटो र छिन्तापु जाने चाहिँ यता हो। सन्दकपुर चाहिँ यता ल टाप्सिङ हान्दिउँ न। अब पानी पनि पर्यो, टेन्सन रमाइलो भयो भन्दै क्या त। पानी पर्यो भने त इज्जत गयो त मेरो त। टेन्सन हुन्छ नि त, टेन्सन। एकताल यस्तो रोडा बाटो फेरि गाई चाहिँ ठिक छ केही छैन, मजा छ। सो बाटो त के हो ल। सय ओइ माथि त्यो गोरुवाले भन्ज्याङ भन्ने छ अरे, त्यहाँबाट चाहिँ 30 मिनट हिँड्नुपर्छ भनेको छ। सो हेरिदेऊ भएन भने साला बस्दिने हो नि के र, मलाई के हो र। आमा
ठिकै हो अरे त माग्नु भत्किला जस्तो छ तर ठिकै छ केही छैन बवाल राइड गर्नुपर्ने हुन्छ मामफुली चिन्ता पो आएको कि यस्तो दामी बाटो रहेछ बाइक चाहिँ उभिएर चलाइराखेको छ अहिले आइपुग्नु लागेको छ अवस्था चाहिँ 1:30 भयो पानी पर्यो टेन्सन भयो भने जस्तो भइरह तामाङलाई कोला भएर आएको कि यो तामाङ ड्रेस लाएर म चाहिँ तामाङलाई कोला भएर आएको साला यहाँदेखि उग्रेको रहेछ क्या अरे हावा र पानी ओमा टेन्सन आमा सो तामाङलाई कोला भएर भन्दै पानी आएर छ्यापै मास गटे भिजायो नमिठो भिजायो कता पस्नु ए मास तेरो टेन्सन बनाइहाल्यो नि तेरीको सानो पानी आयो त गाइज गर्नु पर्यो जानु नि पर्यो हुन्छ बाटो चाहिँ जानु पर्यो सो यो नै ओत्लाएर बसिरहेको घर चाहिँ यता गाउँघर भनेको चाहिँ साला पानी आएर बिजोग भयो बिजोग रमाइलो सो के खाजा खम भइरहेको के कन्याम तामाङ पानी आएर हजुर मासु भात खाएर कसरी राख्छ दाल भात खाएर कसरी राख्छ उयो पल्लो घरसम्म त्यहाँ पानी आयो अनि बस्दा गरेर त्यहाँ आयो त यता आएको यहाँबाट माथि गोरुवाली भनेको कति घन्टा लाग्छ हौ यहाँबाट त्यहाँको भिडियो खिच्नु मात्रै आएको हो क्या म हजुर अनि त्यो भएर गएको पानी आएर यतै बसेको भयो बोजू क्यामेराले हान्छु बडा है ल बडा धन्यवाद है म पनि निस्किनु पर्यो यसो पुगेर चाहिँ यसो हेर विचार चाहिँ गर्छु हजुर ए हो निकै बेर पो अडियो त हौ अब यति बेर अडिसकेपछि के नजानु हौ बल्ल आएको ठाउँ छ्याङ्गै उग्रियो है सो ठिकै छ केही छैन हेर्दै जाउँ एकताल अल्गो डाँडै रहेछ क्या मेन चाहिँ यति चाहिँ खुसी लाग्यो कि मामफुली पुग्दिन्छु म तर पुग्नु पर्यो नि छु लास्टै धेरै चिसो छ ओ मामफुली सयो ल ए मासला घुम्ने बाइक त नाचेरै नहुने ओ टेन्सन नाचेको सयो ल अहिले चाहिँ अफरोड कुदेको जस्तो भयो है ल अहिले आउँदाखेरि चाहिँ के हुने हो थाहा छैन यति चाहिँ चिप्लो रह गाइज यताबाट चाहिँ जान्छ मेरो बाइक यता हाल्दिउँ कुन्ला है यस्तो चिप्लो रहेछ अनि
यस्तो चाहिँ बाइक किन्नु पर्यो एउटा सय ल अब त गइहाल्यो नि सय सय नाच्दै नाच्दै आइयो है ठिक छ केही छैन अब सो लाग्यो केटा हो अब चाहिँ लाग्यो मजा आउँछ अब चाहिँ राइडमा सय बाइकको टायर त यस्तो नाचिरहेछ नि हिलोमा कुद्छ नि त यो बाइक त होइन यो आप्पाजी हजुर हजुर हुन्छ त्यो भएको कारणले गर्दा मिठो कुद्छ क्या अब यहाँ हेर्नु न अब यस्तो छ नि बाटो तर मस्त जान्छ क्या यो बाइक चाहिँ चिलमा कहाँ एउटा सय सय ल आमा पारी हेर्नु न भ्यू क्या नजारा वाट अ ब्युटिफुल तान्यो तान्यो यहाँ चाहिँ हल्का चिप्लो सयो सयो बवाल भाइ पाउने कि यतातिर चाहिँ यसो देख्न सक्नुहुनेछ अति नै मिठो यास भन्ने टाइपको साँच्चै बवाल छ क्या यतातिर चाहिँ ओ माथि सन्दकपुर डाँडा भयो यता गोरुवाले होइन सो चिन्तापुर डाँडाहरू चाहिँ त्यो ओरे भन्छ सो हेरौँ एकचोटि के हुन्छ ओ बहिनी चिन्तापुर जाने बाटो यही हो गोरुवाले कति टाढो ओके ल सो अब चाहिँ जानुपर्ने हुन्छ चिन्तापुर हो माथि गएर उडाउँछु म ड्रोनहरू चाहिँ गाइस अहिले चिन्तापुर यात्रामा छु अनि सो देख्न सक्नुहुन्छ यो घन्टी झुन्डाको गाईहरू छ क्या यतातिर चाहिँ सो बाटो चाहिँ यस्तो यस्ताको नजारा भन्ने यस्तो बवाल छ त्यहाँ हुसे लागेर आयो अब यहीँबाट ड्रोनले हान्छु भन्ने आश भयो क्या सो त्यहाँ पारि हेर्नु न आमा के दामी ढुङ्गाहरू क्या सो 5 6 7 गो
के भन्नुहोस् कि सो यस्तो रहेछ त्यहाँनिर एउटा गोठ रहेछ यहाँनिर एउटा गोठ रहेछ मान्छेहरू यतै बस्छ होला क्या यहाँनिर सोलरहरू पनि राखेको छ सो देख्न सक्नुहुनेछ यस्तो यस्तो छ क्या ठाउँ हाम्रै इलाममा पनि सबै घुम्नु चाहिँ पर्यो भित्रभित्र छिर्नु चाहिँ पर्यो होइन बबाल ठाउँहरू छ नि त सो त्यही नि हो त्यो पारी माई पोखरी भन्ने त्यो त्यहाँ देखिरहेछ होइन अति बबाल ठाउँहरू छ सबैजना आउनु पर्यो कि एकचोटि भिजिट गर्नु पर्यो यो ठाउँ चाहिँ अनि सो म पनि त्यही भन्न चाहन्छु सबैजना आउनु होला एकचोटि भिजिट गर्नु होला क्या यो चाहिँ छिन्तापु भन्छ क्या होइन इलाम जिल्लामै पऱ्यो नि त माई पोखरी भन्दा त्यही 10-15 किलोमिटर टाढो होला तर एकदम बवाल छ क्या बवाल आउनु पर्यो त्यस्तो त्यही नि हो मलाई चितुवाको चाहिँ डर लागिरह अरूको चाहिँ केहीको पनि छैन है सय त्यही नि हो आमा के पोखरी आयो यहाँ तट थु कालो पोखरी जस्तो यस्तो बाटोमा चाहिँ फेरि सही हुन्छ आफूले कुदाउनु कि त्यस्तो कालो पोखरी देख्यो भने त डर पो लाग्छ मलाई त सयो भन्दै एक्लै लाटा जस्तो कुदाइ भइरहेछ यताबाट जाउँ आमामा सयो ओफ गल्यो अब बसौँ भने पनि कहाँ बस्नु सो फाइनली गाइज अहिले चाहिँ म गोरुवाले आइपुगिसकेको छ सो देख्न सक्नुहुनेछ यति हार्दिक स्वागतम गर्दछौँ के लेखेको छ ए तपाईँहरूको होटल पनि हो यहाँनिर बस्नेलाई ए कसरी गोटा छ बसेको चाहिँ तपाईँ होइन र ए म चाहिँ कन्यामबाट आएको थिएँ भ्लग गर्दै यसरी भिडियोहरू खिच्दै हिँड्छु त्यही भएर हजुर अब सन्दकपुरतिर जान्छु कि खिच्दै यहाँबाट बाइक चाहिँ कहाँसम्म जान्छ भनेको त्यहाँबाट हिँड्दै जानु पर्यो है कति